हेलो नमस्ते सेवारो जोरले जो लफा फ्यापुला थासी दिलले नमस्कार। न्यू डे न्यू हलाका साथ म कोमल उपस्थिति भइसकेको छु। मेरो देश तथा विदेशमा छरेर रहनुभएका सम्पूर्ण नेपालीहरूलाई म कोमलको तर्फबाट नमस्कार सहजै स्वीकार गर्नुहोला। आज पनि सदाझै डेली भ्लग लिएर हजुरको माझमा न्यू डे न्यू भ्लगका साथ म उपस्थिति भइसकेको छु। साथीहरू हजुरहरूको दिन कस्तो रहेको छ? शुभ रहोस्। श्री पशुपतिनाथले हजुरहरूलाई रक्षा गर्नुहोला। साथी साथसाथै चाहिँ अब म कहाँ जान्छु के गर्छु, कोमल हिँडिसकेपछि फेरि कहाँ जान्छु के गर्छु भन्ने कुरा त फेरि तपाईँहरूलाई फेरि अवगत भइहाल्छ। साथीहरू कहाँ छु भन्ने कुरा चाहिँ माइत ब्याकग्राउन्डको सिन हेरेपछि थाहा पाइहाल्नुहुन्छ। म माइत आएको साथीहरू यहाँ मम्मीलाई चाहिँ करतिर जानु पर्ने रे, अनि करतिर जानको लागि फेरि भाउजूलाई लिएर जानु भनेको फेरि भाउजूको के काम छ अरे, हिँड्न पर्ने त फेरि मलाई नै हो। त्यही भएर चाहिँ फेरि मम्मीले आइज भन्नुभयो। अनि फेरि बाबु नानीलाई बिहानको घरधन्दा सबै काम गरेर उरेर नानीलाई स्कुल पठाएर र म माइत आएको छु साथीहरू। अब चाहिँ म माइतबाट फेरि आउनु त मम्मी। अब चाहिँ म माइतबाट मम्मीको जग्गाको करतिर जान्छु। कति छ यिनका जग्गा हेर्नुहोस्। यिनीहरू भनेको लखपति करोडपति के भन्छ अरे। अस्ति नै एउटाको जग्गा, अस्ति नै एउटा होइन एउटा दुईवटा तिनवटा जग्गाको करतिर गएको। आज पनि एउटा दुईवटा तिनवटा जग्गाको करतिर जानुपर्ने छ। यहाँ त अनि हेलो मम्मी। हेलो बा, के छ सन्चै? सन्चै छ बा। ल नमस्ते गरिदिनु सबैलाई। आयो भन्नु नमस्ते। सुस्वास्थ्य दीर्घायु र दीर्घायुको कामना है। मेरो मम्मी सधैँभरि बिरामी हुनुहुन्छ साथीहरू। मेरो मम्मीलाई चाहिँ सबैजनाले प्रार्थना गरिदिनु होला, सन्चै हुनु होला मम्मी भनेर, 100 वर्ष त आयु होस् भनेर मेरो मम्मीलाई प्रार्थना गरिदिनु होला सबैजनाले साथीहरू। मेरा मायालु मेरा शुभचिन्तकहरूले साथीहरू। साथसाथै अब चाहिँ कहाँ जान्छु भन्ने कुरा चाहिँ भिडियोलाई चाहिँ स्किप नगरिकन हेरिदिनु होला र माया साथ सपोर्ट पनि दिने होला साथीहरू। लु त लाग्यो है। स्टे ट्युन। आई लभ यु अल। गरे हुन् दुई पटक तिमीले गरेका हुन्। ओए बाबु यता जा। ओए जा जा जा। खसन जा हामी मान्दैन नि फेरि। तलजर लट्ठी कहाँ छ? लट्ठी कहाँ छ? तलजर तलजर तलजर। तेरो चकचकाइ, तेरो उटपटाङ। तपाईँको बच्चा कति वर्षको बोलेको? नमस्कार। 3 वर्षदेखि गएर 3 वर्ष लागेको छ। 9 महिना आइयो थियो। अस्ति मैले हेरेछ त अलिकति आइहाल्छ नि। जिब्रा पातलो गराइन्छ त्यो औषधले। डिफ्रेन्ट टोन भन्छ त्यो। अब 3 गाउँ प्रयोग पनि गर्छ, दिन्छ नि, भइहाल्छ नि त्यो त। हाम्रो बाबु कस्तो छ भइसकेको झन् राम्रो छ। इसारार बोलाउनुहुन्न कि यस्ता बच्चाहरूलाई गर्नुहुन्न, अलिक चिच्याउनु पठाउनु पर्ने। बाबु यहाँ बोल्न पठाउनु। बोल्न त पठाउँछु गर्छु। किन्न हेर्नुहोस्, मोबाइल हेर्छु। त्यस्तो धेरै त हेर्दैन। कति बेला गर्छु कि हेर्छ दिनमा 2-3 घन्टा। रिसा त कस्तो रिसा त कस्तो अनि त्यस रिस उठेछ आफूलाई कस्तो टोक्छ न आफू अब हात टोक्छ। त्यस्तो त टोक्दैन यसले। आफूलाई त त्यहाँ आफूलाई त अलिकति टाउका पनि ठोकिँदिन्न लडेर। होइन के यसो अक्कल झक्कल लडिन्छ नि, टाउका ठोकिन्छ होइन हत्तपत्त हातले जोगाउँछ क्या। बाटो त बसमै बाटो कि, तर बोली चाहिँ अलिक छिटो खुलेन के। बाबा ओए यहाँ जा। 3 वर्ष। अब यहाँ ठुली गर, आऊ बुवालाई ठुली गर, आऊ छिटो ठुली गर। अटेरी यहाँ ठुली गर छिटो। उपारी आन्टीलाई ठुली ओ आन्टीलाई ठुली गर त आन्टीलाई। बाबु आऊ यहाँ आन्टीलाई ठुली गर, यता ठुली गर। आमालाई ठुली हेर्नु। 1 घन्टा ढुङ्गाले उद्धै फाल्दै बजार। आमालाई ठुली गर। स्याबास। ओइ बा म चाहिँ साथी यही वार्डमा आएको। वार्ड नम्बर 6 के यो वार्ड नम्बर कति अरे मम्मी? हो वार्ड नम्बर 6 कार्यालय वार्ड नम्बर 6 मा आएर यहीँ बसेर यहाँ गफ गर्दै बसेको साथीहरू। मम्मीको करतिर आउने थियो अनि त्यही भएर चाहिँ अब चाहिँ हामी सिधै फेरि वार्ड नम्बर 15 मा जानुपर्छ।
उहाँ विद्युत अगाडि जाने साथीहरू यताबाट लगेर यहाँ चाहिँ यहाँ अङ्कलले चाहिँ आफ्नो बाबुको कुरा गर्नुहुन्छ त्यही कुरा सुन्दै बस्दै गरेको यसको यो डाँगीलाई पनि अरे डाँगी रे यो डाँकालाई पनि माइत त पुनौमा हामी घर चाहिँ घर थियो यो घर थियो म पुन हो क्या पराइपुन परिपुन हो यहाँ चाहिँ यसो लु साथीहरू अब हामी चाहिँ लाग्छौँ है अब चाहिँ धेरै पुनहरु भयो छुट्टी पुन भन्ने नाङले पराई सुपे के हुन्छन् के हुन्छन् के पुनहरु पनि टक्कै त्यहाँ टुटाङ जान्छ उलङ्गे पुन तर पहिले चाहिँ पही पुन हो आजभन्दा 3-4 वर्ष अगाडि आउँदाखेरि चाहिँ यहाँ अर्कै थियो साथीहरू अहिले चाहिँ यहाँ आउँदाखेरि चाहिँ पुरै डिफ्रेन्ट भइसकेको रहेछ छेउछाउमा फुलसुल लगाएर चिरिच्याट्ट पारेर बल्ल वाडा कार्यालय जस्तो गर्नु भएको रहेछ ठिकै लाग्यो जाउँ मम्मी जाउँ यहाँ बस्न गयो अन्त मजा आउँछ ल बस्नलाई ल बुवा ल बहिनी लाग्यौँ है बाबु नाम भन बाटो छ सबै पछि सब यहाँको सब प्लटिङमा जान्छ निहरू लु है साथीहरू हामी त त्यहाँबाट कर तिरेर हो र अब सिधै वार्ड नम्बर 15 तिर जाँदैछौँ वार्ड नम्बर 15 पनि मम्मीको एउटा घर छ त्यो घरको पनि कर तिर्नुपर्छ अरे मैले सोधेको थिएँ यहीँनिर तिर्छ कि भनेर यहाँनिर तिर्दो रहेनछ यदि घर नभएर जग्गा मात्रै भएको भएपछि यहाँ पनि तिर्दो रहेछ तर घर भएको भएर चाहिँ कर नतिर्दो रहेछ त्यही सम्बन्धित ठाउँमा नै जानुपर्ने रहेछ साथीहरू त्यही भएर चाहिँ हामी वार्ड नम्बर 15 तिर लागिरहेको छ मामा छोरी होइन मम्मी हिँडिरहेको छौँ साथी यहाँ फेरि घाँटीले फेरि साथ नदिएर फेरि यहाँ कस्तो भन्छ घाँटी दुखेको छ साथीहरू यस्तै छ है यस्तै पर्छ यस्तै छ जिन्दगानी एकजना त्यहाँ बुवा हुनुहुँदैछ त्यहाँ बुवाले चाहिँ मिठा कुरा गर्नुभयो नजानेका कुरा सिकाउनु भयो हेर गर्नु पर्ला मेरो बाबु फेरि बोल्न त बोल्छ तर यसको बोली चाहिँ अलिक प्रष्ट छैन क्या साथीहरू जिब्रा अलिकति बाक्लो रहेछ बाबु बोल्न त बोल्छ न ढिलो बोल्छ भन्दै हुनुहुन्थ्यो त्यहाँ बुवाले अनि यसको जिब्रा चाहिँ अलिकति बाक्लो भएर एक ठाउँ कहाँनिर डक्टर छ त्यहाँनिर देखाउनु हुन्छ भनेर भन्दै हुनुहुन्थ्यो लेट्स सी एकचोटि देखाउनु पर्ला कसैले भनेको सल्लाह सुझाव पनि माग्नु पर्ला नमार्नु पक्कै पनि भन्नुभएको थिएन होला भेटौँला यता हेर्नुहोस् न कति राम्रो छ है मजाले क्या मजाले सरर नभिडभाड नकेही पिच गरेको बाटाहरू चट्ट परेको क्लिन बाटाहरू राम्रो छ साथीहरू यस्तै हो यस्तै चाहिँ अलिकति तल सादा भएको मान्छेलाई त ठिकै हो सादा नभए मान्छेलाई त अलिक तलै भइगयो फेरि आज फेरि बज्या टाउका दुखेर भन्नुहुन्छ नि घाँटी दुखेर भन्नुहुन्छ नि यस्तो भाषा भन्नै सक्दैन साथीहरू कस्तो भाषा भनेर लु एकछिनमा भेटौँला है हामीले चाहिँ वार्ड नम्बर 15 मा मम्मीको काम पनि सके अनि नसोचेको साथीहरू मैले मेरो कर तिर्छु भनेर मैले सोचेको पनि थिएन मसँग फेरि केही डकुमेन्ट लिएको थिएन अनि कहिले फेरि मोबाइलमा फेरि फोटो खिचेर राखेको रहेछु है लाल पूजाको अनि त्यो फोटोबाट फेरि हुँदो रहेछ मैले पनि आफ्नो कर तिरे साथीहरू अब हामी चाहिँ यहाँबाट कर तिरेर र मम्मी र म चाहिँ जानुपर्ने हुन्छ कहाँ जाने मम्मी काम त सक्यो नि पैसा पनि सक्यो काम पनि सक्यो कहाँ घर छोडिदिने कि मेरो घर जाने म त उमा पनि जान्दिनँ नि समाजले छैन घर जान्छु बसेर मैले त्यहाँसम्म लैछु नि तपाईँलाई ल हुन्छ त्यसो यस्तै गरौँ अनि त्यसपछि मलाई फेरि यहाँ पारि त्यो रुखमा चाहिँ हरियो रुखमा फेरि सेतै फल लागेको रहेछ चराको फल लागेको रहेछ साथीहरू मलाई चाहिँ त्यो पनि देखाउन मन पऱ्यो यता हेर्नु न त्यहाँभन्दा धेरै चाहिँ जुम हुँदैन साथीहरू सेतै बोकुलाएर बसेको क्या साथीहरू हेर्नु त है कति राम्रो मानिन्छ हामी चाहिँ ठ्याक्कै घोराइवासीलाई त थाहा छ वार्ड नम्बर 15 को कार्यालय कहाँनिर भन्ने कुरा चाहिँ अनि हामी चाहिँ ठ्याक्कै विद्युतको अगाडि आएको छौँ है साथीहरू है कुरा बुझ्नु है यी बकुला लागेको रुख चाहिँ है साथीहरू हेर्नु न बकुला फलेको रुखमा आँपको बुट्टामा सेतो बकुला फलेको है साथीहरू अघि नै त्यो अङ्कलले भनेको एक्सरे चेक गर्न जानुपर्छ क्या
ओ यति डागी भयो भने जानुपर्छ कि त्यहाँ जामै त छ कि नै त्यहाँ चोकबाट सारा लाग्यो साथीहरू डागी भगनतिर खै त त्यहाँनिर पुस्तक पसल अनि होटेल तिनी त छ मेडिकल त खै त मैले कहिले ख्याल गरेन तै पनि सोधमै त त्यहाँनिर मेडिकल छ कि छैन साथीहरू मान्छेलाई त थला पर्यो है साथीहरू ज्वरो आएर यहाँ उदुम भएको छ साथीहरू हस्पिटल गएर अनि बिहान त यताउता नानीलाई स्कुल पठाउने यताउता गर्ने कामसाम गर्ने सबै काम गरेको साथीहरू दिउँसो मम्मीको काम थियो काम पनि सबै सकेको तर एक्कासी हेर्नु शरीर तातेर आएर ज्वरो आएर खोकी लाएर यहाँ कस्तो भएको छ साथीहरू अनि अस्पताल गएर औषधि ल्याएर यतिका 1 मान औषधि खाएर साथीहरू वाल्टेको छु सिकिस्त भएको जानकारी गराउँछु साथीहरू आजको भिडियो यस्तै भयो हेर्नुस् एडिट गर्न सकेछु भने भोलि पोस्ट गर्छु एडिट गर्न सकेन भने जुन दिन सक्छु त्यही दिन नै पोस्ट गर्छु है साथीहरू बाई बाई के गर्नु त माया त लागेको छ नि तपाईहरुको मायाले नहुने त रहेछ भाइरलले पो बढी माया गर्यो मलाई त तपाईले भन्दा पनि बढी भाइरलले पो माया गर्यो त लु साथीहरू ल राख्दिएको ल यसो जानकारीको लागि मात्रै भिडियो बनाएको मलाई जे जस्तो भए पनि तपाईहरुलाई चाहिँ केही हुनु भएन है तपाईलाई चाहिँ रक्षा गरुन् कुल देवताले पशुपतिनाथले कोमललाई जे भयो नि केही फरक पर्दैन तपाईहरु चाहिँ स्वस्थ रहनु ल मस्त रहनु ल बाई साथीहरू बाई बाई